ल है त वार हेरिदिउँ आज 6 नम्बरले 14 नम्बर हान्दै हुन्छ अहिलेलाई ग्रान्ड वार्डन छोड्नु भएको छ 6 डिग्री एङ्गलबाट हेर पनि के हुँदो रहेछ 5 जनाले हुन्थ्यो हेर्दै हुनुहुन्छ विच ल्यान्ड भएको रहेछ थ्रोट्स पनि छोड्नुभयो उहाँले ओके साइडको डिफेन्स हान्नको लागि चाहिँ किङहरू र आरसी त्यही छोड्नु भएको छ त्यही भएर हाम्रो थ्रोट्स चाहिँ त्यहाँतिर क्लियर गर्नलाई किङहरू त्यहाँ छोडिदिएको छ लक लन्चर छोडिएको छ मिस्टेक भएछ अघिको आरसी होइन रहेछ क्विन रहेछ जस्तै यो त्यो यिनीहरूको चाहिँ स्किन कलर बुझ्दै नबुझ्ने के आरसी भित्र आउनुभएको छ आरसीले क्याननहरू हाल्दैछ ओभरग्रोथ स्प्रेयर पनि युज गर्नुपर्छ कि टाउन एबिलिटी पनि 100% स्टारहरू क्लियर हुनलाई किङ जाँदै हुनुहुन्छ त्यहाँबाट किङ र क्विन आरसीले हान्नुभयो उहाँले चाहिँ यस राम्रो हान्नुभयो अझै पनि रिभाइभ स्पेल बाँकी नै रहेछ तर रिभाइभ गर्नै पर्दैन यो गेमै सकिसक्यो ल ओपी ओपी बबाल